Hello everyone, it's me Sukanya Poon and मेरो वरिपरिको साथीहरूले सबै नै how do you care your hair भनेर सोधिरहनुहुन्छ. So today I'm gonna show you my hair care routine after a hair wash. So here we go. यसरी नुहाएर चाहिँ एकछिन खुल्लै सुक्न दिन्छु, पानी तर्नको लागि चाहिँ छोडिदिन्छु. And then I use this samrani हैन यसले चाहिँ अनि कपाल अलिकति चिसो चिसो हुँदै गर्दाखेरि मैले चाहिँ यसलाई चाहिँ मजाले सेक्छु कि हैन मेरो कपाललाई चाहिँ मजाले यो धुपले चाहिँ मेरो कपाललाई मजाले सुकाउन त कम्प्लिटली सुकाउँदैन बट यसको यो धुपले चाहिँ कपालको हेयर के अरे ब्लड सर्कुलेसन पनि राम्रो गराउने भन्ने चाहिँ रहेछ र यसको स्मेल र यसको युज पनि एकदमै राम्रो चाहिँ मैले पाएको छु एन्ड अनि एकदमै केयरफुल भएर गर्नुपर्छ नभए कपाल पनि जलाइदिन्छ कि त्यही भएर चाहिँ यसलाई यो युज गर्दाखेरि चाहिँ बेटर युज द्याट धुप राख्ने जसको चाहिँ कभर छ हैन जसलाई चाहिँ धुपभित्र राखेर चाहिँ बाहिर चाहिँ ढक्कनी लाउन मिल्छ त्यस्तो खालको चाहिँ त्यो के भन्छ त्यसलाई एक्ज्याक्टली मैले बिर्सेँ त्यसको नाम हैन जस्तै युज गरेर चाहिँ गर्दा भने कपाल पनि नडरला भन्ने अनि यसको स्मेल पनि कस्तो मिठो हुन्छ कि एन्ड देन टु ड्राई माई हेयर आई use heat protectant before using any of the dryers or curling machine. त्यही भएर मैले चाहिँ बियर एनाटमीको हिट प्रोटेक्टेन्ट युज गर्छु यसलाई चाहिँ मजाले लगाउँछु तर यसको पनि स्मेल चाहिँ मलाई खासै मन परेन बट काम चाहिँ राम्रै छ तर स्मेल चाहिँ अलिकति हार्स कडा नै छ स्ट्रङ नै छ यसको स्मेल. And then after religiously applying heat protectant to my hair, I then dry my hair using the Baltrago hair dryer. मसँग चाहिँ सानो खालको छ दराजमा मैले एकफेरि अफरको बेलामा चाहिँ I ordered from Daraz. So after drying my hair looked like this. Yay! कस्तो साइनी कस्तो सिल्की देखिरहेछ है झन् घाममा त मजाले कालो डार्क एन्ड थिक देखिरहेको रहेछ. Okay guys, thank you for watching. That's all for today. And this is my complete hair care routine. So thank you for watching. Bye.